पहिला पोल गाड्दा चाहिँ गाडी त्यो ठाउँमा कसैको बजार परेको छ, कसैको घर परेको छ, कसैको घरमाथिबाट तपाईँको तार गएको छ। एउटा पोल सार्नु पर्यो भने 25 देखि 50,000 माग्छ। अब नयाँ आउने मेयर साहबहरूलाई पनि तपाईँको काम गर्न सहज हुन्छ। यो चाहिँ राष्ट्रिय स्तरबाट पनि हाम्रो प्रत्येक नगरपालिकाहरूमा चाहिँ एडिबी अथवा विश्व ब्याङ्कको कार्यक्रमहरू सडक पूर्वाधार ढल विकासमा चाहिँ परोस्। त्यसो गर्दाखेरि यस्तो ग्लोबल वार्मिङको बेला छ, कतिखेर चाहिँ यो वातावरणीय चाहिँ परिवर्तन भन्छ, मौसम चाहिँ विभिन्न किसिमको यो तात्तिएकोले गर्दा यो तपाईँको अहिले टोर्नेडो जस्तो चाहिँ अघि आयो नि, असिना पानी हावा हुन्डरी आउँछ, यति धेरै विनाश गर्छ। त्यसको चाहिँ कानुनै रहेन रहेछ अहिलेसम्म विपद प्राधिकरणमा। त्यो चाहिँ कानुनमा लेखिनु पर्यो। मैले अस्ति यहाँ विशेष गरेर जनप्रतिनिधि र चाहिँ हाम्रा माननीय रूपमा बिचमा चाहिँ अन्तर्क्रिया गर्ने र आफ्नो कुराहरू केही राख्ने र केही कुराहरू तलबाट लिने भनेर उहाँले चाहिँ यो व्यवस्था मिलाइदिनु भन्नुभएको थियो। त्यसकारण आज चाहिँ नितान्त केन्द्रीय जनप्रतिनिधि र स्थानीय जनप्रतिनिधि बिचको सामान्य अन्तर्क्रिया मात्रै हो। यसलाई यसै गरी बुझिदिनु होला। विशेषतः सुशासनमा काम गर्ने भनेपछि हामीले केही सङ्कलन चाहिँ गऱ्यौँ। केही परिपाटी छ, सांसद पनि विकासको प्रतिनिधि जस्तो छ, मान्छेले बुझाइदिएको छ, समस्या समाधान गरिदिने मान्छे, सानोभन्दा सानो वडाध्यक्षले यहाँ गरिदिएन भन्नेदेखि पुलिसले गरिदिएन भन्नेसम्म विकासका कुराहरू आइरहने अवस्था। आज बुझाइ त त्यही छ नि त। तर हामी चाहिँ कमसेकम यो वर्ष तपाईँ अर्को वर्ष विकासको सम्पूर्ण स्थानीय तह मार्फत नै आओस् भन्ने चाहना छ। हामी 5 वर्ष पूर्ण रूपमा संविधानमा काम गर्न खोज्दैछौँ, कानुनमा काम गर्न खोज्दैछौँ र नीतिहरूमा काम गर्न खोज्दैछौँ। हामी विकासै त्यसले गर्दाखेरि मेरो अनुरोध अब वडाध्यक्षज्यूहरू सहित कार्यकारी अधिकृत मेयर उपदेष्टाहरू बसेर शिरसताक्षीमा यति चाहिँ मुख्य हो, यो 5 वटा, यो 7 वटा, यो 10 वटा यति गर्न पाए हुन्थ्यो भन्ने यहाँले कलेक्सन गर्छ। मलाई अफिसियल चाहिएन, अनअफिसियल हो, नेपाली टाइपिङ होइन, त्यो खालको यो चाहिँ हो। तपाईँले सकेको पहल दिनुभयो भने 100% त काहीँ केही हुँदैन। एक त अघि मैले हाम्रो अवस्था बताइसकेँ, तर हामी केही न केही गर्नका लागि हो यसलाई औपचारिक अनौपचारिक जे छैन पनि हामी यसका निमित्त हामीले सङ्कलन गरेका छौँ। अब शिरसताक्षीको कृषिप्रतिको लक्ष्य के हो त यहाँहरूसँग भएको कुराहरू मसँग पनि सेयर गर्नु होला। पब्लिकलाई अन्याय हुने गरी, असहज हुने गरी, उसको गुम्ने गरी केही पनि निर्णय नगरौँ। त्यसमा हाम्रो बल चाहिन्छ भने हामी गर्न तयार छौँ, तर हामीलाई जानकारी चाहियो। मैले नागरिकताको सम्पूर्ण चाहिँ समस्या क्षेत्रभरिको सङ्कलन गरेर अनि कानुन मन्त्रीसँग हामी बस्छौँ। नेपालीले नेपाली नागरिकताबाट वञ्चित भइरहेको छ, यो मलाई बहुत बुझेको छ। तपाईँहरूसँग सहयोगमा किन तपाईँहरू जति अनुभवी म होइन, तर प्रत्यक्ष काम गर्ने तपाईँहरू मैले धेरै यसमा ध्यान दिन पाउन्न। तपाईँले दिएको कुरालाई नै टेकेर मैले पूर्ण विश्वास गरेँ यो समस्या छ भनेर कानुनमा कुरा गर्छु। अघि 166 भने 67 पनि हुनसक्छ, तर हामी काम गर्ने महत्त्वपूर्ण नागरिकताको समस्या छ। एउटा यो अवसर पाएर राखिदिनु हो, यो अत्याधिक सुवर्ण अवसर राख्थ्यो। यसमा खुसी पनि लाग्यो, धेरै खुसी लाग्यो। माननीयज्यू, यो हाम्रो क्षेत्र नम्बर 4 को सबभन्दा समस्या हामीहरूले सबभन्दा ठुलो समस्या विद्युत प्राधिकरणमा। विद्युत प्राधिकरणले मेयर साहब यहीँ हुनुहुन्छ, हामी जनप्रतिनिधिहरू यहीँ छौँ र सबै तपाईँहरू यहाँ हामी 4 नम्बर क्षेत्रका मान्छेहरू छौँ। विद्युत प्राधिकरणले काम नगरले पनि यसपालि 10 लाख रुपियाँ नगरले छुट्याएको थियो। यहाँ अव्यवस्थित भएका विद्युतहरूलाई चाहिँ व्यवस्थित गरिदिनु भनेर गरेको थियो। अहिले त्यहाँनिर के गरिदिन्छ भने विद्युत प्राधिकरणले आएर काम गर्दैन मानिन्छ। यो पिटिके सुनवाई हुँदैन। नगरको पनि म मेयर साहब हुनुहुन्छ, नगरलाई पनि हामीहरूलाई वास्ता गरिदिँदैन, हामीहरूलाई वास्तै गरिदिँदैन। यसको जोड आवाज हजुरले त्यो कुरा राखिदिनु पर्यो। म कार्यपालिका सदस्य कुमार राई, वडा नम्बर 2। विद्युत प्राधिकरणले चाहिँ यो अहिलेको आर्थिक वर्षै अघिल्लो वर्ष हाम्रो एउटा चाहिँ यहाँको हाकिम आइसकेपछि सिनको भाषा छैन। यहाँ नगरपालिकाबाट रकम छुट्याइन्छ, त्यो रकमबाट मैले चाहिँ भन्नै चाहिँ नाम कोट गरेर वडा नम्बर 2 को यो तीर्थ खड्का भन्ने पल्लोपट्टि एकजना बुवा हुनुहुन्छ, उहाँको खेतबारीमा पर्छ। त्यहाँ पनि अहिले हाम्रो नगरपालिका पैसाले इस्टामेट गरिएको थियो। 3 चोटि उखाल्ने जैन गर्ने भनेर आउँछ, तर हिलो देख्छ के देख्छ फर्काइन्छ। त्यो पैसा अहिले यहाँ फर्काएको छ र त्यो काम नगरिकन पैसा यहाँ चाहिँ नगरेर फर्काएको छ प्राधिकरणले। प्राधिकरणले पिटिके काम गर्छ, पैसा भेटाएर काम गर्ने, पैसा भेटाएर काम नगर्ने, यो एउटा प्रथा छ। यो कुरा चाहिँ अन्त्य हुनुपर्छ र प्राधिकरणले यदि पैसै काममा मात्रै काम गर्ने भने यो कसरी अन्त्य हुन्छ यसलाई गर्नु पऱ्यो।
अहिले हामीले सुन्न आएको सुकुम्बासीहरूले धनी पूजाहरू पाउन थाले, हाम्रो चाहिँ कहिले हो भन्ने कुरा अलिक बढी आएको छ। यो विषयमा चाहिँ अब केसम्मको पहल हाम्रो हुँदैछ अनि हामी नगरपालिकाले त्यसलाई चाहिँ वितरण गर्नको निम्ति के कहाँसम्म चाहिँ हाम्रो चाहिँ पहल हुन्छ त्यसलाई चाहिँ अलिक प्राथमिक रूपमा राखेर चाहिँ उनीहरूको विषयमा सम्बोधन गर्नु भने त्यो एउटा माग छ। एउटा सबैले गर्नै पर्ने कुरा चाहिँ पहिला पोल गाड्दा जाइँदै गाडिए, अनि त्यो ठाउँमा कसैको बजार परेको छ, कसैको घर परेको छ, कसैको घरमाथिबाट तपाईँको तार गएको छ, एउटा पोल सार्नु पर्यो भने 25,000 देखि 50,000 माग्छ, नभए सार्दैन। आखिर त्यसले त नगरलाई फाइदा त केही छैन, त्यहाँ उठेको महसुल सबै प्राधिकरण बुझाउनुपर्छ। यसले गर्दाखेरि त्यसको लागि चाहिँ भोलि आवास उसले चाहिँ प्राधिकरणलाई हामीले अलिकति प्रश्न छ। हामीले साल पैसा राखिरहेको छ 10 लाख रुपियाँ। अब योजना आउँछ, मान्छेको समस्या त पोल झिकु भनेर लान्छु, दमक दिन्छु, दमकले होइन तल विराटनगरले भन्छ यो पालि काम गरे नसके सिडिओ साहबलाई भनौँ पेलुङ त त्यहाँबाट भने सिडिओ साहबलाई त के भनेर टार्गेट पारे। अब 10 लाख रुपियाँले 26वटा 27वटा पोल सार्नु होइन, हाम्रो त काम होइन। तर हामीले र पनि जनताको काम भने पैसा दिएर हामी सारिदिनुहोस्, बाटोमा राम्रो ठाउँ निकालिदिनुहोस् भन्दाखेरि चाहिँ बिजुलीले अनेक बाहना देखाएर यति चाहिँ हामीलाई ढिल्याएको गर्छ, यो गर्दै नसकिने छ। जनता सबैभन्दा छिटो ठोकिने चाँडै पुग्ने भनेको वडा अध्यक्ष हुँदो रहेछ। उसले केही गर्छ भने आश गरे हुँदो रहेछ। उसको घरमाथिबाट तार चलिरहेको छ अथवा उसले भिटा किनेको ठाउँमा तपाईँ घर बनाउने ठाउँमा माथि फोरफेस लाइन छ अथवा तपाईँको ठुलो लाइन छ, हाई टेन्सन छ, त्यो सार्नको लागि 2-3 जनाले त व्यक्तिगत 25,000 30,000 पैसा सारेर दिएर पनि यसपालि सार्न लगाएको छ। यस कारणले त यसलाई चाहिँ कसरी हुन्छ मलाई लाग्छ केन्द्रीय नीति नै चाहिन्छ होला। त्यो तपाईँको अघि 163-64 बनाउँदा यसलाई चाहिँ नीति नबनाइकन यो मलाई हुन्छ जस्तो लागेको छैन। अरू धेरै कुराहरू विकासका कुरा बाटाहरू त धेरै छन्, यो अहिले पहिलो भेटमा मैले धेरै गरिनँ र यिनै कुरा राख्दै र फेरि पनि म अन्तमा त्यो जुन पहिलो 3 करोड बजेट परेर काम ठेक्का नलागेको बाटो त्यसलाई निरन्तरता माथिबाटै होस् भन्ने म कामना गर्दै मेरो भनाइ अन्त गर्छु। सबैलाई धन्यवाद। पहिलो भेटो यहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरले जे इन्टेन्सन राखेर आज भेला राख्नुभयो एउटा असल नेतृत्वको विशेषता हो, त्यसको लागि पनि धन्यवाद दिन चाहन्छु। नेतृत्वले खोज्नुपर्छ, जानुपर्छ, कोट्याउनुपर्छ, उठेका कुराहरू कति सम्बोधन गर्न सकिन्छ त्यो पछिको कुरा हो, र सुन्नु चाहिँ पर्छ, कोट्याउनुपर्छ। त्यसको लागि पनि म विशेष धन्यवाद दिन चाहन्छु। अब हजुरले धेरै कुरा हजुर पार्लियामेन्टको समितिसँग आबद्ध भएको कुराहरू जोड्नु, के कुराहरू मसँग सम्बन्धित छैन त्यो नजोड्नु पनि भन्नु ठिक छ, किन हामी विषयमा जान सजिलो पनि लाग्छ। अब हाम्रो शिवशताक्षी नगरपालिकाको सबैभन्दा सानो वार्ड र विकासको क्षेत्रमा पनि अत्यन्तै कमजोर वार्डको रूपमा आदिवासी मधेसी समुदायहरूको लगभग 80% बाहुल्य भएको वार्ड, त्यहाँ विकास निर्माणदेखि लिएर अरू थुप्रै समस्याहरू छ। 2070 सालको नागरिकता विधेयकमा चाहिँ 62-63-64मा नागरिकता ऐन आउँदाखेरि यहाँ जन्मसिद्ध नागरिकता दिएका बाबुआमाको छोराछोरी सन्तानलाई चाहिँ 70मा वंशजको नागरिकता प्रदान गर्नु क्या। फेरि त्यो विधेयक आएपछि अब त्यही सन्तानलाई अहिले अङ्गीकृत व्याख्या गरेको, बाबुको मात्रै छ आमाको छैन भने अङ्गीकृत नागरिकता सिफारिस लगाउनु। राज्य चाहिँ कस्तो भयो भने त राज्यले त हिजोको नीति अनुसार जानु पर्यो, त्यो समस्या आइरहेछ। आमाको छ बाबुको छैन अङ्गीकृत सिफारिस गर्नु, हामीलाई नीति आएको छ, हामी त नीतिमा टेकेर जान्छ। नागरिकता के त इन्टरनेसनल लले भन्छ, कानुनले भन्छ कोही पनि नागरिक अनागरिक भएर मर्न पाइँदैन भन्छ, मर्न हुँदैन भन्छ क्या। कुनै न कुनै देशको उसले नागरिकता पाउनुपर्छ। सर्वप्रथम त आदरणीय माननीयज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। पहिलो भेट हो मेरो पनि हजुरसँगको, र मेरो नाम गोमा रिजाल, म वडा नम्बर 6 शिवगञ्ज र म कार्यपालिका सदस्य शिवशताक्षी नगरपालिकाको। हजुरले सुरुमै यहाँ राखिसक्नु भएको छ, हामी कानुन बनाउन संशोधन गर्न गएका छौँ संसदमा। अब 166वटा कानुन बन्दैछ भनेर आशावादी छौँ। भूमिहीन
सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि चाहिँ थोरै चाहिँ हाम्रा विभिन्न वडाहरूले निस्सा वितरण गरिसकेका थियौँ हामीले। यो चाहिँ अहिले रोकिएको छ भन्ने कुरा छ। हामीलाई धेरैले सोध्नुहुन्छ अन्यज्यू, हामीले उत्तर के दिने भनेर हामीसँग उत्तर छैन अहिले चाहिँ। हामी भन्छौँ सरकारले केही नीति बनाउँछ, पक्कै पनि तपाईँहरूलाई निस्सा वितरण गरेर जतिले चाहिँ पाउनुहुन्छ होला भन्ने हामी पनि आशावादी छौँ भनेर हामीले चाहिँ त्यसरी कुरा उहाँहरूलाई चाहिँ गरिरहेका छौँ। उहाँहरू यो विषयमा अत्यन्तै चिन्तित हुनुहुन्छ। यसलाई चाहिँ अब सरकारले छिटो र चाँडो यो विषयमा चाहिँ यो विषयलाई चाहिँ अगाडि बढाओस् भन्ने चाहना राख्न चाहन्छु। र टेम्पा मङ्गलबारे धौलेचोक चन्द्रडाङ्गी लालपानी हुँदै हजुर पूर्वाधारको एउटा भयो हजुर। र अर्को यो 1 नम्बर हाम्रो शिव 1 नम्बर वार्डको यो लक्ष्मीनारायण हाई स्कुल हुँदै यसरी आएर यो हाम्रो इमान सिंह चोक 7 नम्बरको यो परदेखि यहाँदेखि तकरिबन 5.5 किलोमिटर पर्छ। त्यहाँदेखि यो हुँदै लालजोडा स्कुल हाई हुँदै यो नगरपालिकामा एक जोडिने र यो हाम्रो बेङ्गडा हुँदै यो माइदासम्मले लिङ्क। यो माथि हाम्रो हाइवेलाई काहीँ भयो भने पनि पछि भविष्यमा भयो भने यो बाटोले चाहिँ हामीलाई एउटा अपर्च्युनिटी एउटा सेकेन्ड काम गर्नलाई राम्रो हुन्छ। केन्द्रको लागि हजुरलाई म सुरेन तामाङ लेखिङगोजे शिवसदा सिवाना भएको वडा सदस्य। यहाँ चितवन चारका माननीयज्यूलाई चाहिँ म एक दुईवटा कुरा राख्नुहुन्छ आएको थिएँ, सबैजना राखिराख्नु भएको छ। मैले चाहिँ लिस्टै लिएर आएको थिएँ होइन। यो लिस्टमध्ये इम्पोर्टेन्ट कुराहरू चाहिँ भए मलाई दिनु न बरु एउटा इम्पोर्टेन्ट चाहिँ भनिदिन्छ हजुरलाई दिएर चाहिँ ल हस् धन्यवाद। मेरो नाम चाहिँ दिलीलाल फेम्बु, शिव 87 वडा नम्बर 9 को वार्ड अध्यक्ष। मैले सडकको बारेमा एउटा कुरा तपाईँलाई अनुरोध गर्न चाहन्छु र कसरी टिप्पणी गरिदिनुहोस्। मेरो अनुरोध यलम्बर चोक वार्ड कार्यालय हिसिना टोल हुँदै योमा चोक हुँदै किराँत चोक हुँदै रिङ रोड छुने गार्डन चाहिँ तपाईँको वार्ड कार्यालयमा दक्षिण साइडबाट जाँदाखेरि धेरै आवश्यक पर्छ, अप्ठ्यारो छ। त्यसमा हजुरले अलिकति नजर लगाइदिनु हुन्छ भन्ने आश। कालोपत्रे त्यसमा चाहिँ लगभग करिब मलाई लाग्छ 2.5 किलोमिटर छ। त्यसमा 3.5 करोड छुट्यो भने हुन्छ। बाँकी कुरा त अब तपाईँहरूले अब नीति नियममा भन्दै जाँदाखेरि धेरै गाह्रो छ, धेरै कुरा छ। जति भन्दै हो उति झप्चाउँदै जान्छ के। त्यसले गर्दा यो 3टा कुरादेखि मैले हजुरलाई यो भनिनँ। जस्तै एउटा बाटोको कुरा, एउटा कृषिको कुरा, एउटा नाउँ वितरण गर्ने कुरा, यो 3टा चाहिँ हजुरले नजर लगाइदिनु पर्यो। अरू कुरा गरौँ भने अब भरे उसले कुनै समय हो भने गरौँला। मेरो कुरा यहाँ गर्मी बढी भयो भने फेरि नचल्ने मोटर नचल्ने अवस्था छ। त्यहाँ पनि हाइटेन्सन ट्रान्सफरमा आइहाल्ने भनेर त्यो पनि छैन। अनि जस्तै त्यही सडक उन्नति बस्तीपट्टि कमल खोलाले पहिला पनि 27 घर स्थापित भएको थियो। त्यसलाई पनि बाँध लाउनु पहिला लगाएर त्यो बाँध फेरि भइसकेको अवस्था छ। धेरै कुराहरू वडाध्यक्षज्यूहरूबाट आइसकेका छन्। विशेष त विकास निर्माणका कुराहरू है आज माननीयज्यूले उठाइरहनु भएको छ। विकास निर्माणका कुराहरूमा नगरपालिकाले कति काम गरिएको छ, नगरपालिकाले धान्न नसक्ने कुराहरू आज हामीले सङ्घमा पठाएका थियौँ। सङ्घमा पठाएका योजनाहरू 5-6वटा मैले पुलहरू पनि उहाँलाई दिएकी छु। प्रत्यक्ष उहाँ आएर मेरो संवाद भइरहेको अवस्था छ। र अर्को यहाँको कार्यकाल सफलतापूर्वक विकास हुने शुभकामनाका साथ म मेरो कुरा यहीँ गर्छु। मैले छोटो कुरा राख्छु, किनभने अघि मैले राखिनँ। आज मौका दिनुभएको छ। म आदरणीय माननीय चाहिँ क्षेत्र नम्बर 4 झापाका
चाहिँ माननीय उपप्रमुख लगायत वार्ड अध्यक्षज्यूहरू, वार्ड कार्यपालिका सदस्यज्यूहरू, वार्ड सदस्यज्यूहरू सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरूलाई मैले स्वागत सम्मान अघि गरिसकेको छु। म एक दुईवटा कुरामा पोइन्टेड गर्न चाहन्छु। हामीलाई शिवसतासी नगरपालिका एउटा ग्रामीण इलाकाको नगरपालिका भएको हुँदाखेरि जस्तै बिर्तामोड, दमक, पञ्चायती नभनौँ, बिर्तामोड, दमक, मेजी नगरपालिकाहरूले विभिन्न चाहिँ सहरी विकास योजना अन्तर्गत चाहिँ विश्व ब्याङ्क, एडिबीबाट चाहिँ ठुल्ठुलो फन्डहरू उहाँहरूले पाउनुहुन्छ। हाम्रो चाहिँ यो एउटा ग्रामीण इलाका छ, सडकहरू धेरै छन्, तर हामीले त्यो फन्डहरू प्राप्त गर्न सकेको छैन। यो किन भन्दा ठुलो नेताको ठुलै ठाउँ हेरेर हुन्छ। हामी चाहिँ अब यो गाउँै गाउँले बनेको नगरपालिका भएकोले गर्दाखेरि हाम्रो स्रोतहरू सीमित छन्। त्यस कारण मैले माननीयलाई के आग्रह गर्छु, यो अलिकति हामीले चाहिँ अब मेरो कार्यकाल त 6-7 महिना पनि छ छैन, कति छ होइन। अब नयाँ आउने मेयर साहबहरूलाई पनि तपाईँको काम गर्न सहज हुन्छ। यो चाहिँ राष्ट्रिय स्तरबाट पनि हाम्रो प्रत्येक नगरपालिकाहरूमा चाहिँ एडिबी अथवा विश्व ब्याङ्कको कार्यक्रमहरू सडक पूर्वाधार ढल विकासमा चाहिँ परोस्। त्यसो गर्दाखेरि बल पुग्दो रहेछ। अन्य पालिकाहरूमा धेरै काम भएको देखिन्छ, हाम्रोमा भएको देखिन्छ। हामी आफ्नै स्रोतले गरिरहेको छौँ। त्यो एडिबीको पनि नजर पर्दैन, विश्व ब्याङ्कको पनि नजर पर्दैन। अरूमा 50 करोड भन्छ, एउटा सडक भाइरल सडक भन्छ 40 करोड भन्छ, हाम्रो छँदै छैन। हामी तानेर यो नगरको पैसाले तान्दैछौँ। हेर्नु न, शिवगञ्ज जुदे रोड त हो, किन हामीसँग त्यो पर्दैन। त्यो एउटा चाहिँ केन्द्रीय स्तरबाट तपाईँले पहल गरिदिनु भयो भने एउटा समग्र मूल बाटोलाई एउटा एडिबी अथवा चाहिँ विश्व ब्याङ्कमा राख्नु सक्यो भने त्यो एउटा सम्भावना हुन्छ र त्यसले एउटा समग्र चाहिँ नगरको विकासमा सहयोग पुग्छ भन्ने मैले एउटा अनुरोध गरेँ। अब धेरै विकास निर्माणको कुरा आउँछ, एउटा कानुन बनाउने कुरामा चाहिँ म एउटा तपाईँले यो चाहिँ नोट गरिदिनु होला। हिजो अस्ति हाम्रो राष्ट्रिय विपद प्राधिकरणका उपसचिव यहाँ आउनुभएको थियो विपद व्यवस्थापनको लागि। हरेक कानुनमा माई खोलाको कुरा गर्छन्, कमल खोलाको कुरा गर्छन् होइन। अहिले अब यस्तो ग्लोबल वार्मिङको बेला छ, कतिखेर चाहिँ यो वातावरणीय चाहिँ परिवर्तन भन्छ, मौसम चाहिँ विभिन्न किसिमको यो तात्तिएकोले गर्दा यो तपाईँको अहिले टोर्नेडो जस्तो चाहिँ अघि आयो नि, असिना पानी, हावा, हुन्डरी आउँछ, यति धेरै विनाश गर्छ। त्यसको चाहिँ कानुनै रहेन रहेछ अहिलेसम्म विपद प्राधिकरणमा। त्यो चाहिँ कानुनमा लेखिनु पऱ्यो। मैले अस्ति यहाँ गृह मन्त्रालयबाट आउनेहरूसँग जोडदार कुरा राखेँ। त्यो चाहिँ यो हावा, हुन्डरी अनि असिना पानीको चाहिँ छैन रहेछ। माई खोलामा अब सबै पानी पर्छ, पोहोर साल त्यहाँनिर फोटो खिच्नु सङ्घ संस्थान ती जान्छ होइन। अनि अलिअलि पैसा हुँदै गएर बोरा चामल बोकेर ती पुग्छ फोटो खिच्नुलाई। अब हावा हुँदाखेरि 10 सेकेन्ड 10 मिनट 15 मिनटमा बिगारेर अस्ति गयो यहाँनिर होइन। को आयो, कोही आयो? नगरपालिकाले पैसा 10 लाख रुपियाँ छुट्याएर यसो 5,000, 10,000, 9,000, 9,500 बाँडियो। 200 गर्ने क्षति गयो। पोहोर साल आएको यो चाहिँ लाल पानीमा क्षति गरेको भन्दा कैयौँ गुणा बढी क्षति गरेर गयो, तर हाम्रो छैन। अनि मैले त्यो जोडदार कुरा राखेँ। यो चाहिँ त्यो विपद व्यवस्थापनको त्यो मौसममा आधारित कानुनहरू बनिँदाखेरि चाहिँ एउटा हावा हुन्डरीको चाहिँ झापामा राख्नै पर्ने हो क्या। त्यो तपाईँको बेमौसमी बर्सात हुने कैयौँ तपाईँले पनि संसदमा उठाइराख्नु भएको त्यो कुरा, तर त्यो कानुनमा चाहिँ छैन रहेछ। खोलाको छ, अर्कोको आयो, तपाईँको बाढी पहिरोको आयो, हावा हुन्डरी भन्ने त छनै छैन। त्यसले चाहिँ धेरै नाश गरिरहेको छ। शिवसतासी, पञ्चाइ, तपाईँ झापामा करोडौँ क्षति गरिरहेको छ। त्यो चाहिँ कानुनमा लेखिदिनु पऱ्यो। मैले कुराको अरू त अब विकास निर्माण त हामीलाई कहिले पुग्दैन, हामीसँग स्रोत साधन पनि छैन। एउटा एडिबी र विश्व ब्याङ्कलाई चाहिँ शिवसतासी नगरपालिकामा सोझै दिनु पऱ्यो, जसरी नै हाल्ने गरी। त्यसो गर्दा हाम्रो काम धेरै हुन्थ्यो। अरू मैले केही कुरा राखिनँ, मानवज्यूलाई थाहा पनि छ। अघि हाम्रो डिजिसिएट बजेट बनिन्छ, 11.5 खरब चाहिँ हाम्रो कर सङ्कलन हुन्छ, 13.5 खरब त हाम्रो चालु खर्चमै जान्छ। हामी कसरी धानेर छौँ भने नगरपालिका पनि त्यस्तै हो। हाम्रो यो चाहिँ 6 करोड पनि आम्दानी छ होइन। माथिबाट आउने समानीकरणको अनुदान 17 करोड 56 लाख। त्यही हो हामीले काम गर्ने भने वार्ड सिलिङ के अरे सबै शाखाहरूलाई बाँड्ने। यहाँ चाहिँ गाह्रो छ, त्यस कारण पन्काइभन्दा पनि साह्रो छ। तर यो वर्ष हामीले केही बजेट चाहिँ टप्यौँ, पन्कालाई पनि टप्यौँ, उसलाई के अरे दमकलाई पनि टप्यौँ। त्यो हाम्रो विशेष योजना विदेश शिवगञ्ज रोडमा चाहिँ हामीले 2-3 लाइनबाट मागेको थियौँ। योपालि ठ्याक्कै बजेट परेको छ, त्यहाँ 3 करोड चाहिँ भन्दा माथि हाम्रो बजेट आएको छ ढल निकासमा। र रिङ रोडमा 2 करोड 70 लाख आएकोले अरू पालिकालाई हामीले त्यसले उछिनेछौँ र त्यो बजेट चाहिँ आयो। पन्कामा छैन विशेष अनुदानमा देखिनँ मैले। हाम्रो चाहिँ विशेष अनुदान पनि पोहोरभन्दा
4-5 गुणा बढेर आयो र यता निरन्तर आयो रिङ रोडमा। त्यस कारणले हाम्रो बजेट ठुलो देखियो, तर हामीले खर्च गर्ने बजेट चाहिँ सेम नै छ होइन, केही बढेन। त्यस कारण मैले यति कुराको अब धेरै अप्ठ्यारो बिचमा काम गर्नुपर्ने चाहिँ यहाँको चाहिँ यो जुन झापा क्षेत्रमा 4 को प्रतिनिधित्व गरेर तपाईँले यहाँ चाहिँ विजय प्राप्त गरेर जानुभएको छ। तपाईँको कार्यकाल त्यसरी नै सौहार्दपूर्ण ढङ्गले जे जति समय म यहाँ रहन्छु, हाम्रो त्यो जननिर्वाचित यहाँ हाम्रो वार्ड अध्यक्ष, उपप्रमुख, कार्यपालिका सदस्य रहनुहुन्छ, तपाईँसँग समन्वय गरेर हामी काम गर्ने प्रयत्न गर्छौँ र आगामी वर्षहरूमा पनि यो शिवसतासी नगरपालिकामा यहाँको नजर परोस् र विकासका बजेट, लाइनको बजेट, तपाईँ एलएमएसमा नपरेको बाहेकको पनि जसरी गमक बिर्तामुटले बजेटहरू चाहिँ हाल्छन् प्रभावमा पारेर ठुल्ठुलो सङ्घ संस्थामा, त्यसरी यो बजेट यहाँ परोस्, नयाँ आउने हाम्रा जनप्रतिनिधिलाई पनि सहजता हुनेछ भन्ने कुरालाई चाहिँ मैले यति नै कुरा हुन्छ। मैले सम्बोधन गर्न चाहन्छु, चित्त दुखाउनुहुन्छ होला भनेर सम्बोधन गर्न खोजेको। जुन तहको कार्यक्रम बनाइयो, जुन एउटा पेरिमिटर बनाइन्छ, त्यसमा सबैले मान्नुपर्छ, समय आदि विषयले उहाँलाई मैले 30 सेकेन्ड दिएँ भने उहाँलाई किन नदिने, उहाँलाई पनि बोल्न मन लागिरहेको हुन्छ, हामी कति घन्टा बस्ने, त्यसले गर्दा हामी टाइम फ्रेममा गर्नै पर्छ र जोसँग जति गर्न खोज्यो अरू 2टा ठाउँमा त्यो कम्प्लिटली पालना गरेर हामीले बसिरहेको छौँ। र अर्को व्यवहारिक कुरा चाहिँ हामीले 5 बजेभित्र हिँडिसक्ने योजना थियो। 5 बजे मेरो आमालाई आइसियूमा राखेको जुत्तामा त्यहाँ पनि जानुहुन्छ, त्यसले गर्दा पनि 1-2जनाको त लिँदा हुन्थ्यो होला, तर हामी एउटा फ्रेममा बसिसकेपछि हरेक ठाउँमा एउटा फ्रेम बस्यो भने त्यसलाई पालन हो, त्यसलाई सुनिदिएर केही गर्नु, निर्माणको काममा काम गर्नु, विकासमा काम गर्नु र कानुनी कुराहरूमा काम गर्नु। मभन्दा तपाईँ अनुभवी हुनुहुन्छ, तपाईँको अनुभव मेरो शक्ति बनोस् यो देशका लागि, यो माटोका लागि। तपाईँको पनि सपना शिवशताक्षी, मेरो पनि सपना शिवशताक्षी पनि। यो सपना पुरा गर्दै जनताको सपना पुरा गर्न हामी सहकार्य गरौँ भनेर यो अभियान सुरु गरेको। प्रधानमन्त्रीले सबै सांसदहरूसँग छलफल गर्नुभयो र हाम्रा मन्त्रीहरूले अब दल बिर्स्यौँ हामी तपाईँलाई लाग्ला हामी संसदमा हाम्रै सरकारको चाहिँ समालोचना आलोचना गरिरहेको छौँ, कतिले आफ्नै सरकारको खुइलाउँछ भने होला, तर शक्ति पृथकीकरणको सिद्धान्त अनुसार 17जना मन्त्री बाहेक हामी सार्वभौम सांसद हौँ। हामीले सार्वभौम ढङ्गले मेरो सरकार हो, मेरो सांसद हो, सब कुरा चाहिँ हामीले समर्थन गरेर जानुपर्छ भन्ने छैन, त्यो संविधानले हामीलाई दिएको छ भनेपछि प्रधानमन्त्रीले त्यो संस्कारको विकास गर्नुभयो। पूर्वाधार मन्त्रीले चाहिँ सबै सांसदहरूलाई बोलाएर मैले कति सक्छु, मैले शम्भुलाई जति दिन्छु उता राजकुमार राईलाई त्यति नै दिन्छु, भोलि चाहिँ मेरो तलमाथि पर्न सक्छ, त्यसलाई अन्यथा गर्नु। मैले मागेको पुल 3 करोडमा बन्दा उहाँले मागेको 5 करोड लाग्ला, बढी दियो भन्ने अर्थ लाग्दैन। यो बाहेक त्यस्तो छैन। रूपन्देहीको मन्त्री हुनुहुन्छ, रूपन्देहीको मन्त्री भएर पनि यहाँ दिएन भन्नुहुन्छ, त्यसले गर्दा समानुपातिक ढङ्गमा वार्ता गर्न खोजिएको छ। अघि स्रोतको कुरा मैले यहाँलाई अनुरोध गरेको, अन्त्यमा फेरि भन्छु, तपाईँले जे सुनाउनु मैले टिपोट चाहिँ गरेँ, म हाँसी भन्छु, यो टिपोट गरेको मैले ट्राई गरेर प्रतिवेदन तयार गरेर अथवा त्यो विकासको योजनाहरू मैले तयार गर्न सामर्थ्य छैन म, किनभने कति प्राविधिक कुरा तपाईँले दिनुपर्छ। तपाईँहरू चाहिँ यहाँ चाहिँ अधिकृतसँग अथवा तपाईँको आफै एकजनाले नेतृत्व गरेर अघि तपाईँले भनेका उहाँले मलाई दिएका अथवा नदिएका मध्ये मानिलिउँ यो के अरे 11वटा भित्रमा ती 10वटा, चाहे ट्रङ्क रोड, चाहे लिङ्क रोड, चाहे कृषि रोड, के के हुन्, यति 10वटा चाहिँ प्राथमिकतामा पारिदिनुहोस्। भनौँ मेरो सपना त के छ, 1 अर्ब प्लस मैले क्षेत्रमा 4 रुम माग्छु र त्योबाट 3टा पालिका, 3टा वडा काम गर्छु भन्नुहुन्छ। सपना सबै पुरा हुँदैन, आदि त हुन्छ नि, मन्त्रीसँग बसेर तपाईँसँग आएको। त्यसले गर्दा तपाईँले कलेक्सन गरेर मूल प्राथमिकतामा पारेर केही न केही मलाई लेखेर दिनुहुनेछ जतिसक्दो चाँडो। म काठमाडौँ जानुभन्दा अगाडि मैले काठमाडौँ गइसकेपछि व्यस्तताको बिचमा मन्त्रीलाई भेटेर केहीलाई भेटेर मैले यो पठाएको छु भनेर फेरि जानकारी गराएर हामी काम गर्न तयारी